Hello guys, welcome our YouTube channel. And के छ तपाईहरुको हाल खबर? आज चाहिँ हामी मार्केट जाँदै छौं. हामी चाहिँ ट्रेनको वेटिङमा छौं. भन्नुस् के छ हजुर? तपाईहरु पनि सबैजना ठीक हुनुहुन्छ होला. अनि हामी चाहिँ ट्रेनको वेटमा छौं ल. ट्रेन आयो, म तपाईहरुलाई ट्रेन देखाउँछु ल. बजिनी चढिरहनु भएको छ. अनि ए गॉड मापाम. अब म चाहिँ ट्रेनमा चढेको हो ल. अनि हामी चाहिँ ब्याक साइडमा बस्छौं. हामी चाहिँ यता बस्छौं ल. हाम्रो ब्याकग्राउन्ड साथीहरु यो चाहिँ हाम्रो मार्केट जाने बाटो हो हैन. के गर्नु मार्केट चाहिँ धेरै टाढा छ हाम्रो बहिनीको रुमबाट. ट्रेन नै रोक्दिन यार. पुरै गाउँ जस्तो छ हौ है यता त. अलिकति हुन्छ पुरै पुरै बारी बारी जस्तो छ होइन. यहाँ चाहिँ घारी घारी डरलाग्दो जङ्गलै जङ्गल. साथीहरू हामी चाहिँ फाइनली कोन्जुम मार्केट आइसकेको छौँ. अब चाहिँ हामी सामान लिन्छौँ. अब हामी चाहिँ सामान हेर्दैछौँ के लिने भनेर. आज त टमाटर सस्तो रहेछ हो. बहिनीले टमाटर सस्तो देखिन्छ. होला होला कतिखेर ए आकी जामा रहेछ नि त आज. अब बहिनीले चाहिँ काउली लिँदैछ. भेजिटेरियन भयो नि तर हामीलाई चिकन बनाएर चाहिँ खुवाउँछिन् है. दामी फेरि के लिन्न तिमी? बिचरालाई आज अल्छिला होला नि त. कहिले काहीँ काम गर्न मन लाग्दैन नि त. सधैँ एकनास हुन्छ. अलि धेरै लिएर गए हुन्छ. डिस्कस कडा हुँदैछ यहाँ होइन. एउटा दाइ भेट्नु भएछ कि नेपाली. अन्त दाइले चाहिँ बहिनीले कति धेरै सामान कति धेरै सामान बोकेको बहिनी भनेर भन्नुभयो कि. अनि बहिनी कति धेरै सामान बोक्यो पैसा नपुग्ला नि. हामी त्यस्तो खालको होइन दाइ. हामीसँग इनफ पैसा. आफ्नै दाइको बिल्ला हान्ने बहिनी नि हुन्छ. हामी यहाँबाट भ्लग मैले एउटा कुरा थाहा पाएँ. त्यहाँ मलाई बर्थडेको दिनबाट केक खुवाउँछु भन्नुभएको थियो. तर म अहिले चाहिँ भन्दिनँ किनभने अब सेलरी आएको छ. हामी केक खान्छौँ आज तर. हेलो साथीहरू हामी चाहिँ फेरि केक लिन लागिरहेछौँ होइन. के गर्नु मनपर्छ गाइजहरू. मलाई चाहिँ केक किन्दैछु भयो होइन. अनि चाहिँ अब कहाँ जाँदैछौँ भने हामी चाहिँ नुन लियो. नुन चाहिँ नुन छैन नि त. नुन नि 2टा लिने होला. एउटा प्रजललाई पठाउने अरे क्या. धनी मान्छेहरूले नुन त उतै हो क्या. अन्डा नि हेरौँ न. नुन लिएर पनि उताबाट कहाँबाट उतै हो क्या. नुन त अलिक चिनी हो. एकदम नुन लिएर फेरि हामी चाहिँ नुन लिन जाँदैछौँ. 2टा यो चामल. नुन कहाँ पहिला नुन लिऊँ न त. यहाँ चिनी भएको ठाउँमा हुन्न. फेरि कहाँ हिँडाउँथ्यौ. ओ चञ्चल कुमारी. यहाँ चाहिँ बाजे के हेरे यस्तो ध्यान दिएर हेर्दैछन् बाजेले. प्रियङ्का
अहिले मलाई फेरि कराउला नि त किन गराउनु क्या उया नुन 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 उवाला लिऊ न त्यो वाला होइन ऊ त्यो माथिकै लिउ हुन्छ त उयो 89 वाला यो भन्दा चाहिँ राम्रो हुन्छ नि नुन यो 1 केजी त हो नि हामीले खाने यो त हो यो नुन त मैले त फर्स्ट टाइम देखेँ प्रियङ्का अनि हामीले खाएको घरमा यही त हो नि हो त्यो त्यही भएर कस्तो ऊ जस्तो छ है अनि यो लाइभ गर्नु यो 89 छ नि 49 छ नि म बेरोजगार छु के फेरि म अहिले बेरोजगार छु Riza. In Persian language we say Riza, and in Nepali language we say Chamal, and English rice. दुईटा त भइ पुग्ला नि त भाइलाई अलि दिनु नि एक चिज कति नपुग्छ Enough for me. तिमीलाई त यो पुग्छ 1 महिना बहिनी त फेरि खानै खाँदिनन् होइन उनी चाहिँ सुकेको पात हो म चाहिँ फुकेको पात हो फेरि सुकेको पात भनेको चाहिँ मैले यिनी दुब्लो भएर हो म फुकेको पात भयो चाहिँ मोटो भएर हो कुन दाइ दाइ त्यो होइन अर्को उयो यो वाला लिदिउँ न यो ऊ खानालाई मिठो हुन्छ दाइ लस्सी खानालाई रक्सी होइन लस्सी हो This is yogurt. ब्रदरहरू भन्छ के भने यिनीहरू त कस्तो रिसिन्छ कि मलाई त्यो बोल्न पनि बिर्सिन्न अनि मलाई झ्याउरा आइसिन्छ ओइ कोक हाल्नु न दादा कस्तो कोक हो र किनिदिस्यौ न दादा कोक किनिदिस्यौ न मलाई कोक रक्सी नखाने मान्छेलाई रक्सीको कुरा गर्छन् अहिले तपाईँलाई कुन रक्सी चाहियो भन्नु किनिदिन्छ हजुरलाई भन्छु के गर्नु के किनाएको आफूलाई थाहा छैन सबैजना आफ्नै आफ्नै पारामा भाग्दिएर यार मलाई छोडेर अहिले त मार्केटमा एउटा के गर्नलाई कस्तो हो र एक्लै खानालाई एकल काट्यो र तिम्रो के छ विचार ओके ओके ब्रदर म त खाइहाल्छु हजुरले चाहिँ के खाइसिन्छ तर आजको पे गर्ने त मैले हो नि त यता हेर्नु न यस्तो त म फ्रीमै मागिदिन्छु हजुरलाई नभन्दै बहिनीले दाइलाई दिक्क बनाएरै छाड्यो होइन ल लिऊँ न त लिऊँ कोक त लिनुपर्छ क्या कोका कोला हामीले कोको लिने होइन र कस्तो यसमा त नयाँ डिजाइन आएको है के हो अरूको कोला के प्रि कम्पनी फरक भएर आयो यो चकचके बहिनी हुन् यिनी चाहिँ हावादारी हुन् म भएन भने चाहिँ सबैलाई सुन्ने हुन्छ कि गाइस अनि म भयो भने सबैलाई आफ्नै दाइलाई इमिटेट गर्न सकिन् मैले तिमीलाई अस्ति मैले किनेको रबर्ट बान्यो कम्पनी के बाटो जान्छ त बान ए हो मैले सेम चारवटा लिएर आएको थिएँ मलाई थ्याङ्क यू फर नि रबर म त्यस्तो लगिदिनु भनेको के हो ऊ भन्छ के अरे यसलाई के भन्छ अरे डमिनी भन्छ नि अनि अहिले यस्तो खालको आएर कि त्यो यस्तो ए यो के भयो तिमीले अङ्गुर चोरेको आमा क्रोसियामा चोरिदिएर बहिनीले हामीले पनि टोमीमा चोर्थ्यो यार स्पिडमा तर बहिनीले यहाँ जागरीमा पनि चोर्दो रहेछन् चोर इन्टरनेसनल बेचत हान्थ्यौ तिमीले अब हामी के किन्ने प्रियङ्का केरा किनौँ न कागती थाहा छैन कतिवटा लिनु ल अलि धेरै लिऊ न 5-6वटा जति हुन्छ लिऊ भोलि यस्तै लस्सीहरू खायो भने भनेर मात्रै है दाइले बनाएको चाहिँ मिठो लाग्यो तिमीलाई अनि हामीले एकदिन तिमीहरू काममा गएको थियौ नि त ल भोलि बनाएर खानु दही पनि छ नि त कागती अनि आप खाइसक्यो नि त आज तिमीलाई ऊ खरबुजा पैसा छैन केजीको €2.29 रे यार प्रियङ्का एकचोटि ट्राई गर्छौ जोहेर फाइनली सायद सपिङ सकिसक्यो हामी कन्जुम मार्केट छोडेर जाँदैछौँ गिजक मात्रै भ्लग बनाउनको लागि एउटा बिस्किट मात्रै बोकिरहेको छु बाँकी सबै सामान बहिनीले बोकेर
अनि अरू सामान चाहिँ दाइहरू बोकेर अगाडि अगाडि गइसक्नु भयो आइसक्रिम हाम्रो गाइज भोलि चाहिँ हामी खुल्ला मार्केट जान्छौँ हामी एउटा देखाउँछौँ के भने खुल्ला मार्केट सामानहरू पनि पाउँछ दामी त्यहाँ चाहिँ मैले फर्स्ट टाइम डिसेम्बरमा अस्ति नै स्प्लिटमै थिएँ म त्यति बेला मेरो दिदी चाहिँ नेपाल जान लाग्नु भएको थियो नि त त्यति बेला आउँदा म गएको थिएँ कि फर्स्ट टाइम प्रियङ्का मलाई नेपाल जस्तै लागिरहेको थियो क्या त्यहाँ चाहिँ नेपाल जस्तो हुन्छ अब भोलि ऊ खुल्यो होइन आऊ छिटो अब हाम्रो चाहिँ होइन के अरे यो के अरे खुलिसक्यो होइन त्यो के खुलिसक्यो होइन र ट्राफिक लाइट खुलिसक्यो अब हामी जाँदैछौँ यो बहिनी हावा छिन् लास्टै हावा छिन् आफू त लटपटी बोलाउँ मलाई लटपटी हुन त हड्डी नभएको चाहिँ प्रोक कहिले काहीँ लटपटिन्छ नि त अब हामी चाहिँ ट्रेन स्टेसनमा ट्रेन कुरिरहेको छौँ हामी रुम गौर से देखो इस लड़की को राम्रैसँग बोल्छ पागल से कम नहीं हो मेरो दादालाई चाहिँ मन परेन अरे म बोलेको अनि अबदेखि चाहिँ म राम्रोसँग बोल्छु र साथीहरू मलाई नाटक गरेर बोल्न चाहिँ आउँदैन तर म अहिले यस्तो बानी सिक्न पनि हुन्न द्याट इज नट गुड फर मी अहिले पानी पर्यो यार ट्रेनमै आएन त पानी पर्यो यार असिना छर्यो ताईको रुमाल बाउजूलाई मन पर्यो ल फाइनली हाम्रो चाहिँ ट्राम आइसक्यो यो पागल बहिनी नाचेर सामान बोकाओ ट्रामै जान लागिसक्यो यार छिटो चढ त बहिनी सरी ल हामी यता जान्छौँ ल यो चाहिँ हाम्रो घर जाने ट्राम हो कपाल के भयो कपाल हामी चाहिँ फाइनली घर आइपुगिसक्यौँ भन्न चाहिँ मिल्दैन हामी चाहिँ बाटोमा ट्रेनबाट झऱ्यौँ अब यहाँबाट घर पुग्न चाहिँ 3-4 मिनट लाग्छ अहिले चाहिँ झोला मेरो हातमा जेब्रा क्रसिङमा हामी चाहिँ वेट गर्नुपर्छ आज ह्याप्पी मदर्स डे गाइजहरू सबैजना आमाहरूलाई ह्याप्पी मदर्स डेको शुभकामना घर रेड लाइट छ दाजु त्यो आजको मेरो भ्लग चाहिँ म यहीँ समाप्त गर्न गइरहेको छु बाई गाइज गुड नाइट सी यू मेरो भ्लगलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला अनि प्रियङ्का मेरो भ्लगमा केही बोलिदेऊ 2 शब्द अब यही गरिदिनु हो हाई गाइज हाम्रो चाहिँ दिदीको आइडीमा लाइक सब्सक्राइब गरिदिनु होला हस्त नमस्ते आज हामी समाप्त गर्न चाहन्छौँ भोलि चाहिँ हाम्रो भ्लग देखाउँछौँ हजुरहरूलाई मेरो मेकअप सबै देखाउँछु हजुरहरूलाई म कसरी मेकअप गर्ने भनेर बाई गाइस अब चाहिँ अर्को भ्लगमा भेटौँला बाई बाई